अनि त्यसपछि मुक्का हान्यो। अनि त्यसपछि मेरो त्यो टी सर्ट पनि च्यात्या थियो। अनि एउटा दाइकोमा गएँ, मैले टी सर्ट किनेँ, अहिले भर्खर किनेको टी सर्ट 1500 अनि त्यसपछि टी सर्ट ओभरनेट काटे हो कि होइन, मेरो प्यान्ट हेर न थापु कस्तो भएको छ भने देखाउँछु। हेर न यहाँ हेर न प्यान्ट लदार हेर यस्तो भएको छ। यहाँ हेर न प्यान्ट मलाई घिसारेर हेर न यो यता भयो, यो हेर यसरी फोल्ड गरेर लाएर आएँ म। अघि राति हाने मलाई यहाँ हेर यस्तरी दोधा रेखा दोष फाटेको प्यान्टै के भन्छ ल हेर यसरी प्यान्ट स्यान्ट च्यात्तेख दोष होइन। मेरो खुट्टा हेर खुट्टा यो ददारिएको साँच्चीकै भयो खुट्टा ददारिएको दोष। अनि यहाँ हेर यो सबै उस गयो। अनि त्यो गऱ्यो मलाई। अनि त्यसपछि तेरो आमालाई फोन गर भन्यो। अनि त्यसपछि अनि किन भनेको म भन्छु भिडियो कलमा देखा, भिडियो कलमा म सम्झाउँछु तेरो मम्मीलाई यस्तरी छाडा बोल्छ सोसियल मिडियामा भन्यो। अनि सोसियल मिडियामा छाडा बोल्छस् भनेर मलाई लास हेप्यो दोस्। अनि तैँले त कोरियामा बसेको त्यो स्ट्रगल गर्दै आएको भाइलाई पनि हार्दिस्, गाली गर्दै थिइस् भने नि होइन दाइ हामीले रोस्ट गेम खेलेको हो, ऊप्रति मेरो नराम्रो केही पनि छैन भने मैले। अनि मलाई एउटा ल्याएर लात्ताले भक्का ढाडमा हान्यो। अनि घिसारेर भित्र लयो। त्यो सटर कस्तो थियो भन्दाखेरि सटर थियो। अनि त्यो कोकको राख्छ नि दोस्, कोकको ऱ्याक राख्छ नि, कोकको ऱ्याक कसोको राखेर त्यसको साइडमा चाहिँ च्यानल गेट थियो। च्यानल गेट भित्र लयो। अनि च्यानल गेट भित्र लगेर मलाई यहाँ काँधमा समातेर अनि टी सर्ट च्यातिदियो। अनि त यसरी नै जा भन्यो नि। त्यसको उताको साइडको दाइले चिनेर चाहिँ मलाई उता के अरे यो ब्रान्डको टी सर्ट दिए हो खासमा चाहिँ। अनि त्यो भयो कि अनि त्यो भएपछि चाहिँ म गएँ। अनि त्यसपछि पुलिसलाई भन्दाखेरि अब तपाईँहरूको लाइभको कुरा हामी के अरे थाहा छैन, भोलि चौकी आएर 10 बजे उजुरी हाल्नुहोस्, अफबाट चाहिँ यस्तो नगर्नुहोस् भन्नुभयो। अनि त्यसपछि चाहिँ म आएँ। अनि मलाई लास गाह्रो भयो थियो। अनि गएँ अनि केटाहरूलाई बोलाएँ मैले। दुईटा गाडीमा आएको थिएँ केटाहरू त, त्यो केटाहरू भाग्यो। पछि कहाँ भाग्यो केटाहरू त थियो। म आज केटाहरूसँगै थिएँ, तर फर्किने बेलामा नि फेरि केटाहरूलाई बोलाएको वान वे हुँदो रहेछ थम्बिनमा क्षेत्रपाटी चोकबाट। अनि घुमेर आउने बेलासम्म केटाहरू नै भागिसक्यो कि थाहा बुझोस्। म त लास गाह्रो भयो। भोलिको एपिसोड हेर्नको लागि आउनु होला। ठिक कति बजे न्यू एपिसोड हाम्रो नयाँ एपिसोड थाहा बुझोस्। एउटा गीतहरू के ब्रेकमा के अब यही हो, म लाइभ साइभ इन गर्दिम जस्तो नि भइसक्यो। नयाँ एपिसोड भोलि आउँछ। छोड्दियो कसको कारणले आउनु तिमी? उसको कारणले तिमी लाइभै आउँदैन। म भोलि एकचोटि राजीवको त्यो दाइको क्लिप लिएर जान्छु। पहिला ज्यान मार्छु भनेको, तेरो घाँटी काटिदिन्छु भनेको क्लिप पनि छ। अनि राजीव जोसेको क्लिप पनि छ। अब त्यो क्लिप नै रियल लाइफमै परिणत हुन गयो भनेर म गर्छु। अनि त्यसपछि अनि ऊ गएको कन्सल्टेन्सीबाट हामीले राजीव गएको कन्सल्टेन्सीबाट हामीले उस पनि पठाउनु मिल्छ, पेपर पनि पठाउनु मिल्छ, रिपोर्टको पुलिस केस फाइल गरेर। अनि राजीवको सबै नागरिक लिएर हामीले सब गर्नु मिल्छ। के अरे मलाई एकजना दाइले के म्युजिक भिडियो खेल्न पनि भन्दा म एक्टिङ आउँदैन, कसम आउँदैन यार भनौँ न। अनि बाख्रेलाई अनि ठिक छ त खतरा गरेर रहेछ। थापुले लिए नि भयो, जसले लिए नि, विशालले लिए नि, ट्यालेन्ट भएको मान्छेहरू छ त यार। ओ यति गर्न जाने कसम के ड्रामा गर्नुपर्छ ल। म सक्दिनँ थापु हेर। भोलि कति बजी निकाल्ने अर्को एपिसोड हामी? जाम थापु।
जाम नराम्रो नराम्रो होला प्यान्ट साइन त हजार अब हामी यस्तै हो कि हामी क्रिएटरहरूको पावर पनि हुँदैन केही पनि हुँदैन हामीलाई हेप्छ बाख्रो तिमीलाई गाह्रो होला है तिम्रो भियर्सलाई सम्झ ओ बाख्रो हजुर कहाँ हाल्ने तिमीलाई बनाउँछ लास्ट मेरो बाबु कहाँ हाल्ने त्यस्तो नगर नि यार गाइस यार कसम आज बाख्रो तिमीले लास्ट तर लास्ट गर्यौ कि तिमीले लास्ट मेरो गर्यौ कि बाख्रोलाई रस हान्ने चाहिँ यस्तो को हो गर्नु के नहुन्थ्यो कसम कि तिमीले यार किन हान्ने तिमीले लास्ट नराम्रो बनायो कि हामीलाई म भोलि तिमीलाई केस हाल्छु दोष हेर तिमीले केही पनि गर्नु पाउँदैनौ यसको कुराहरु म तिमीलाई केस हाल्छु मैले म त केस हाल्ने हो हेर होइन हाल्न त पर्छ बिना गल्तीमा म त हाल्ने हाल्ने हो तिम्रो लाइभमा आएर मान्छे मार्छु काट्छु भन्न पाउने अनि हामीले चाहिँ कहिले नहाल्न त नि गर्नु मैले के गरेको छ त यार हामीले 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 पागल उनीहरूले चाहिँ लाइभमा आएर मान्छे काट्छु मलाई हान्छु भन्न पाउने मैले अनि के हामीले चाहिँ भनेको भन्नु नपाउने हुन्छ थापो राजु तिमीलाई अघि अहिले म भिडियो पठाउँछु है वाट्सएपमा 2 थापर त हानेको छ कि कता कता हाने गरे औले कहाँ कहाँ हाने गरे 2 थापर हानेको कि गालामा अनि ढाडमा नि हानेको छ कि होइन थापु यस्तो हो कि अब उसले त्यस्तै हो कि रुने इमोसन बटुल्ने अनि हाम्रो इमोसन चाहिँ नबुझ्ने हो कि त्यस्तो होइन यार बाख्रे यार कि म पनि अब रक्सी खाँदै मलाई कुट्यो भनेर रुम म सक्दिनँ त्यस्तो गर्न मेरो आँसु नै 2-3 थोपा मात्र चुइन्छ होइन होला हुन्छ तिमी नपत्ताऊ भोलि म पुलिस चौक अगाडिबाट लाइभ बस्छु नेपालको 12 बजेतिर त्यतिखेरै कुरा गरौँला नि त त्यो प्रदीप दाइको क्लिपहरू सबै छ प्रताप के हो नाम सबै छ अनि त्यसपछि हामीसँग सबै छ हेर हो नहान्नु नि त अबदेखि चाहिँ ल गाइस अबदेखि चाहिँ त्यसो गरे होइन नहान्नु यार हान्नुहुन्न यार बिचरा कसम यार उनी एउटा के गर्छु भनेर टिकटकमा मुख छाड्दै आएको मान्छे कि उसले आफ्नो घर चलाउँछु भनेर दुनियाँलाई मुख छाडे त के भयो त अरूले नराम्रो भने के भयो त अरूलाई गाली दियो त के भयो त मैले नि त्यही भनेको के थापु मैले नि त्यही भनेको राजीव पनि मैले उनीहरूलाई त्यही भन्थेँ राजीव पनि स्ट्रगल गर्दै आएको सुन्न राजीव पनि स्ट्रगल गर्दै आएको मान्छे हो होइन बुढाले छोडेको केटीहरू मात्र हेर्छ होइन यतिकैको केटीहरूले भाउ दिँदैन उसलाई भनेर मैले भनेको हो कि उसले बेहोरै छ के भयो त होइन ठिक छ त म साँच्चै भन्नु पर्दा मैले पहिलेदेखि थाहा कुरा म लाइभ सुन न बाख्रो नरु बाख्रे गाह्रो हुन्छ क्या ढल्न सक्छ के हुन्छ धेरै पनि नहुन्न क्या सुन न म भन्छु क्या थापुलाई मैले अस्ति नै बाख्रेलाई एड गर भनेको गर्दैन त्यो सालेले एड गर्ने हो नि म अर्को अकाउन्टबाट आउँछु अनि मात्रै ठोक्छु दोस्त त्यो सालेले घरको चामल लिनको लागि रहेछ 2-3 दिन यस्तो गरेर भन्यो हैन अनि मलाई के भन्नु भन न मलाई तर पछि यहाँ घाँटी यसरी समात्यो हैन अनि बाहिर त कति मन पनि मलाई यसरी समात्यो अनि यसरी फोरेता गरी अनि मेरो लाडो खा रुन्चे मासाले खाते